हजुरको क्लासमा अर्को पटक पनि गरेको थिएँ। हजुर फर्स्ट पेपरमा नाम आएको थियो, सेकेन्डको अहिलेसम्म रिजल्ट आएको छैन। म टिएससीबाट ए हजुर निमा बिमा नाम निस्केको थियो। हजुर अनि मेरो हजुरको क्लास त मलाई साह्रै राम्रो लाग्छ, मनपर्छ। हजुर अनि ट्रिकहरू पनि म सम्झिरहेको हुन्छु। अहिले मेरो कमी कमजोरी कहाँ भएको छ भने उम्, एक्ज्याक्ट टाइममा म जस्तै कुन साइन्टिस्टले के भन्नु भएको छ त्यो कुराहरू एक्ज्याक्ट टाइममा म बिर्सिहाल्छु है। हजुर जतिखेर कुनै कुराको कुनै कुरा भन्नु छ मलाई भित्र आइरहेको छ, तर त्यतिखेर म तुरुन्तै बिर्सिहाल्छु। त्यो कुरा मेरो समस्या भइरहेको छ अहिले। उम्, त्यसको सोल्युसन भनेको चाहिँ मेडिटेसन है। मेडिटेसन मेडिटेसन नि गर्ने। मेडिटेसन गर्नु पर्यो। मेडिटेसन गर्दाखेरि के हुन्छ भन्दाखेरि तपाईँको इन्फर्मेसन तपाईँले राइट टाइममा ट्र्याक नगर्न सक्नु भनेको तपाईँको के हुन्छ भन्दाखेरि तपाईँको ब्रेनको नेचर कस्तो हुन्छ त तपाईँको भन्दाखेरि चाहिँ तपाईँको जब तपाईँ नर्भस त तपाईँ किन बिर्सिनु भन्दा तपाईँको नर्भस भएर हो कि तपाईँले ब्रेनले बिर्स्या होइन, तपाईँ नर्भस भएर उम्, बिर्सिने पोइन्ट चाहिँ बिर्सिने भनेको त्यो भनेको एक काइन्ड अफ एन्जाइटी हो। त्यो एन्जाइटीलाई चाहिँ तपाईँले बिट गर्न सक्नु भने तपाईँको मेमोरी पावर पनि एक हिसाबले बेटर हुन्छ। त्यसको लागि मेडिटेसन क्लास हामीले जुन हप्ताको 2 दिन गरेर हुन्छौँ होइन, हो त्यो उम्। क्लासेस गर्नु पर्यो है। अनि सर यसो कहिले पनि क्लास लिएर यसरी एक्जामहरू दिएको थिएन, त्यतिकै तेस्रोचोटि लखलैमा क्लास लिँदैछु भन्ने बुझेन मैले। म तेस्रोचोटि हजुरको क्लास लिँदैछु। त्योभन्दा पहिला पनि अगाडि लिनुभएको पनि थियो र? हजुर 2चोटि लिएको। 2चोटि लिइसकेर अनि अब एक्जाम नाम चाहिँ निकाल्नु त्यतिखेर पर्ने हो दिन त। पाएको थिएन, हजुरको क्लास लिएर पनि एक्जाम दिन पाएको थिएन। अब योपल्ट चाहिँ अब पढ्दा पढ्दै अब अलिकति इन्ट्रेस्ट हुन थाल्यो कि पढ्नुमा। पहिले चाहिँ अलि अल्छी पनि लाग्थ्यो। हजुरको क्लास लिँदा लिँदै अनि पढाइतिर पनि अलिकति इम्प्रुभ हुन्छ कि जस्तो हुँदैछ र अनि त्यही अहिले पढाइतिरै लागेको छु सर होइन। के हो तिम्रो नाम बहिनी परिचय पाम, हिमाल जस्तै रहेछौ तिमी बिहानीको